नमस्कार। आज म यहाँ रिसाउन आएको होइन र आज यहाँ हजुरहरूलाई गाली पनि दिन आएको होइन। म त बस आज नेपाल सरकारलाई धन्यवाद दिन आएको हुँ। धन्यवाद नेपाल सरकार, धन्यवाद हामी नेपालीहरूलाई यो बुझाइदिनु भएको कि हामी नेपालीहरूको महत्त्व भनेको यो रातो पासपोर्ट, यो रातो पासपोर्टले मात्र तय हुँदो रहेछ। जब हामी आफ्नो देशभित्र हुन्छौँ नि तबसम्म मात्र हामी नेपाली हुँदो रहेछौँ। जब हामी विदेश आउँछौँ तब एउटा केसको पात्र, एउटा केस हुँदो रहेछ, केस बन्छौँ हामी। एउटा मेरो दाइ आज एउटा मानिस होइन, एउटा फाइल हुनुहुन्छ। फाइल जसमा मिति छ, नोट छ, सिफारिस छ, तर नतिजा शून्य। म अचम्ममा पर्छु। सोसियल मिडियामा आलोचना आयो भने 24 घण्टामा विज्ञप्ति आउँछ, ट्रेन्ड आयो भने मन्त्रालयसम्म जान्छ, कुरा उठ्छ, भिडियो बन्छ, कुरा उठ्छ, पटक पटक पनि सबैले आवाज उठाउँछन्। मेरो दाइ कुनै अध्ययनको विषय होइन, यहाँ कुनै कूटनीतिक विषयको अभ्यास पनि होइन। यहाँ एउटा छोरा हुनुहुन्छ, एउटा दाजु, एउटा कसैको भाइ, कसैको स्नेही साथी, र सर्वप्रथम त त्योभन्दा यहाँ एउटा देशको एउटा आम नागरिक हुनुहुन्छ। हामीलाई भनिन्छ सरकारले काम गरिरहेको छ, ठिकै छ, तर काम गरिरहेको सरकार किन देखिँदैन? जब उनीहरूले गर्नुपर्ने अवस्था आउँछ उहाँहरू किन पछाडि हुनुहुन्छ? जति न्याय देखिँदैन तर आश्वासन देखिन्छ। सामान्य भन्नुपर्दा न हामीले यहाँ कुनै प्रकारले कतै गएर चिच्चाएका छौँ, न हामीले सडक नै जलाएका छौँ, न कतै गएर सरकारलाई गाह्रो हुने काम नै गरेका छौँ, न त हामीले देशद्रोहको नारा पनि लगाएका छौँ। हामीले त केवल एउटा नागरिकको लागि सरकारलाई सम्झाएर अपिल गरिरहेका छौँ, एउटा नागरिक बचाउनको लागि एउटा अपिल गरिरहेका छौँ। म सरकारसँग नम्र भएर सोध्न चाहन्छु, यदि यो तपाईँको दाइ, भाइ र यदि तपाईँको छोरा भइदिएको भए के यो केस अझै पनि यति नै लम्बिराख्थ्यो? यो केस अझै पनि अल्झिराख्थ्यो? हामीलाई ठुला ठुला माइकमा भाषणमा सहानुभूति चाहिँदैन, हामीलाई त बस एउटा जिम्मेवारी चाहिएको। हजुरहरूले एउटा जिम्मेवारी वहन गरिदिनु पर्यो भनेर पटक पटक अपिल गरिरहेका छौँ। हामीलाई सहानुभूति भन्दा जिम्मेवारी चाहिएको। सरकार हुनु भनेको एउटा कमजोर नागरिकको ढाल हुनु हो। आज मेरो दाइ कमजोर स्थितिमा हुनुहुन्छ, आज उहाँलाई सरकार चाहिएको छ, आज सरकारको साथ चाहिएको छ। नेपाल सरकार, हामी अझै पर्खिरहेका छौँ। फाइल होइन, हामी आम मानिसको हैसियतले हजुरहरूसँग बिन्ती गर्दैछौँ, प्लिज एकचोटि ध्यानाकर्षण जाओस्। प्लिज मलाई तपाईँहरूको साथ चाहिएको छ। म लगायत 8 जना ती परिवारको कसैको छोरा, कसैको दाइ, कसैको भाइ, कसैको साथी, प्लिज फर्काइदिन मद्दत गर्नुहोस्। हजुरहरूबाट धेरै आशा राखेको छु मैले। धन्यवाद।